गाइज हामीहरू सिलढुङ्गा आइसकेका छौँ। अब करिब यहाँबाट 1.5 किलोमिटर जति होला मुडे आउनलाई। यो चाहिँ तपाईँको सिलढुङ्गा हो। अझै पनि यहाँ घाम त्यति लागेको छैन, वातावरण चिसो छ। अगाडि हिमालहरू देखिरहेको छ। 6 किलोमिटर मुडे, यहाँबाट 6 किलोमिटर रहेछ मुडे चाहिँ। अगाडि देख्दै हुनुहुन्छ पुरा हरियाली, वन पाखा, पहाडहरू। रोड पूर्ण रूपले खाली छ। तपाईँहरूलाई मैले यहाँदेखि नै खाडी चौरसम्मको दृश्य, मुडेसम्मको दृश्य देखाउँदै लैजानेछु। तपाईँहरू यो दृश्य देखेर मनोरञ्जन लिनुहोला। खाली भएको हिसाबले र बाटो राम्रो भएको हिसाबले मेरो गाडीको स्पिड पनि करिब 60 किलोमिटर प्रति आवरको हिसाबले छ। चाँडै नै हामी मुडेर यो कतातिर जाने बाटो हो यार? दुईवटा बाटो रहेछ। झन्डै भुलेर ओलातिर गएको म, माथि रहेछ, अलिकति हाइटमै रहेछ। मुडे पछाडि खरीढुङ्गा आउने छ। मुडेसम्म चाहिँ तपाईँलाई मैले कन्टिन्यू भ्यूहरू देखाउँदै लैजानेछु। बाटो चाहिँ पुरै सेलरोटी बेले जस्तै, पुरै सेलरोटी जस्तै रहेछ। यता र उता प्रत्येक 100 मिटरमा घुम्ती छ। तर पनि एकदम इन्जोयबल छ है बाटो चाहिँ। पुरा इन्जोय गर्ने लागेको छ। त्यति रफ पनि छैन। अलिअलि बाटोहरू सायद भत्केर होला, टालेको चाहिँ छ। तर त्यस्तो केही पनि छैन बाटोमा चाहिँ। हिँड्ने लायक छ। चाहे तपाईँ बाइक लिएर आउनुहोस्, चाहे गाडी लिएर आउनुहोस्, आउनलाई चाहिँ आनन्द छ। यहाँ अझै पनि खाल्डाखुल्डी रहेछ। तर मैले जति पनि बाटो अन्त हिँडेँ त्योभन्दा त बेस्टै छ यहाँको बाटो। हामीभन्दा अगाडि एउटा माइक्रो देख्दैछु मैले। त्यो पनि कतै न कतै पक्कै पनि हिँडिया होला। अगाडि जाँदैछु, म पनि पछाडि छोड्दैछु। यहाँ न त्यति गर्मी छ, न त्यति जाडो। एकदम वेदर चाहिँ एकदम बेस्ट छ। एकदम कुल होइन? त्यस्तो कुल भन्नाले पुरै कपडा लगाएर, पुरा फुल कपडा लगाउने पनि कुल चाहिँ होइन कि त। तर आनन्द छ। हामीलाई यति बेला काठमाडौँमा बस्यो भनेदेखि राति बित्छ कि त फ्यान कि त एयर कुलर खोल्नु नै पर्ने हुन्छ। तर यहाँ चाहिँ मलाई लाग्छ राति पनि एकदम जाडो हुन्छ होला। त्यस्तो फ्यान स्यानको केहीको जरुरत पनि पर्दैन यहाँ। हामीभन्दा अगाडि मैले 2टा गाडी देखिरहेको छु। हामी सँगसँगै जाँदैछौँ। अगाडि एउटा बस पनि आयो। यो मैले पढ्न चाहिँ सकिनँ कहाँबाट आएको, लिबुलाङ कि कहाँ लेखिरहेको थियो। यहाँ अलिकति घाम लागेको जस्तो पनि देखियो। यहाँ त एकैछिनमा घाम लाग्ने हुँदो रहेछ, एकैछिनमा पानी आउला जस्तो हुँदो रहेछ। कुहिरो त तपाईँले देखिरहनु भएको छ। यो बादल जाँचकै लागि नै आएको छ। यहाँ घरहरू पनि रहेछ, गाडीहरू राखेको छ। अब चाहिँ घाम लागेको दृश्य आयो। यहाँ चाहिँ मजाले घाम लागिरहेको छ। यति बेला चाहिँ मलाई आँखामा घाम परेर गाडी चलाउनु पनि अलिकति गाह्रो चाहिँ भइरहेको छ। तैपनि फेरि एक एकछिनमा शीतल र छाया आइरहेको